तिनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ। तिनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ। उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यही पत्रकारको मृत्यु भएको छ। लगभग उस्तै समयमा उनी झर्दै गरेको देखिएको छ, उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने। त्यसैले सोधपुछका लागि ल्याएका छौं। अरूको घरमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ। 15 चैत्रमा दुर्गा प्रसाईको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा 2 जनाको मृत्यु भएको थियो। 20 जनालाई प्रहरीले गोली लागेको दाबी गरेको छ। यो प्रकरणमा राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायत हिरासतमा छन् भने दुर्गा प्रसाई भने फरार रहेका छन्। प्रदर्शन स्थलमै समातिएका दुर्गा प्रसाई कसरी फुत्किए, अहिले कहाँ छन् भन्ने कुरा कसैलाई पनि थाहा छैन। शुक्रबार तिनकुनेमा मचिएको विध्वंसका नाइके दुर्गा प्रसाई उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नो समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुर्क्याइरहेको दृश्य तपाईले हेर्नु भएकै होला। धेरैले त्यो श्रव्य दृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यति बेला गोली चलाइएन। काठमाडौँका प्रहरी अधिकृतहरूले नै उनको त्यो गतिविधिलाई केही बेर पहिले रोक लगाउनु पर्नेमा चुक भएको स्वीकार्छन्। धेरैले त्यसबेला आत्मरक्षाका अरू कदमहरू किन नचालेको भनेर फिल्डमा खटिएका प्रहरीमाथि पनि प्रश्न गरिरहेका छन्। तर कसैलाई थाहा छ, प्रसाई त्यसरी उदण्डता मचाउँदै तिनकुने पुल काटेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सुविधानगर अगाडि प्रहरी घेरा हालेर बसेको ठाउँमा उनी बागमती प्रदेश 027/3847 नम्बरको गाडी हुइक्याउँदै आएका थिए। पछाडि उनका समर्थकहरू र केही युट्युबरहरू चढेका थिए। त्यही बेला निषेधित क्षेत्र तोडेर अगाडि बढ्न नदिने गरी लहरै खटिएका मध्ये एक प्रहरीले प्रसाईको गाडीको चाबी खोज्न खोजेको थियो। तर उनले झ्यालको सिसा बन्द गरिहाले र जबरजस्ती अगाडि बढे। आफैलाई किच्याउने स्थिति भएपछि प्रहरी पछि हट्न बाध्य भयो। थोरै अघि सरेका रहेका सशस्त्र प्रहरीको टोलीले भने प्रसाईको गाडीमा लाठी बजारे। यद्यपि तीव्र गतिमा आएका अराजक प्रसाई सामु तत्काल सशस्त्र प्रहरीले पनि थप कदम चाल्न सकेन। तिनकुने पुल कटेपछि बीचको लेन बन्द थियो। उनले गाडी दाहिनेतिर मोडे। त्यहाँ रहेको ट्राफिकको गति सीमित गराउने कोणमा समेत हाल्दै प्रसाई 300 मिटर अगाडि गए। यद्यपि धेरै अघि पनि बढेनन्। सायद रस्साकस्सीपछि गन्तव्यबारे नै अलमलमा थिए। गाडी त्यहाँ साइड लगाए। पछाडि बसेका मानिसहरू ओर्लिएका मात्रै के थिए। हेलमेट र हतियारसहित भिड नियन्त्रणमा खटिएका प्रहरीको एउटा टोली सिटी फुक्दै आइपुग्यो। प्रहरीले गाडी पछाडि बसेकाहरूलाई पनि निकाल्न थाल्यो। युट्युबरहरूलाई पनि क्लियर गर्नुभन्दा पछाडि हट्न लाग्यो। पछाडि 2वटा झन्डासँगै बसेका मानिसहरू ओर्लिए। प्रसाईले चाहिँ प्रहरी भएतिर झ्याल समेत खोलेनन्। केही बेरमा प्रसाई बसेको सिटतर्फ आएर युट्युबरहरूले सोधे, प्रहरीले तपाईँलाई समात्न खोजिरहेछ नि, त्यत्रो सल्लाह गरेर कार्यक्रम सकेर निस्किने भनेको हामी हाम्रो आमसभा गर्न नपाउने भनेर उनले प्रश्नको जवाब फर्काए। उनले पुरा जवाब दिन नपाउँदै अर्को प्रश्न सोधियो, तर तपाईँ प्रहरी दाजुभाइ, पत्रकार सबैलाई कुल्चिने तरिकाले हिँड्नुभयो। प्रसाईले छोटो जवाब दिए, होइन, हद भयो नि त। उनलाई फेरि भनियो, प्रहरीले समात्न खोजिरहेछ, समातोस् न त, गिरफ्तार गर्दा हुन्छ, गिरफ्तार गर्दा केही फरक पर्दैन। प्रहरीलाई समातोस् भनेका उनी त्यसपछि चाहिँ आत्तिए जस्तो देखिए। सँगै रहेका एकजना सहयोगीलाई केटाहरूलाई बोलाउन भन्दै अराए। युट्युबरहरूले प्रहरीले घेरिसक्यो भनेपछि उनले केही फरक नपर्ने भन्दै गाडीको चाबी खोज्न थाले। चाबी कहाँ लगेछन्? प्रसाईले पटक पटक प्रश्न गरिरहे। त्यसबेला उनको गाडीको चाबी प्रहरीले लगेको थियो वा कुनै सहयोगीले लिएर हिँडे भन्ने स्पष्ट छैन। लगतै एकजना प्रहरीले प्रसाईलाई बाहिर निस्किन आग्रह गरे, तर उनले मानेनन्। झ्याल खोल्न लगाए, त्यसमा पनि सहमति जनाएनन्। यसपछि खटिएका प्रहरी अधिकारीले केही आक्रोशित सुनिए। यहाँ आउनुस् भनेको। प्रसाई गाडीभित्र, प्रहरी बाहिर। त्यहाँ भनाभन हुन थाल्यो, दुर्गा होइन, मेरो सुरक्षाकर्मी यही छन्। प्रहरी, हामी पनि त सुरक्षाकर्मी हो त। दुर्गा भन्छन्, होइन, यो लफडा नगर्नुहोस्। प्रहरी, ल आउनुहोस् न, यहाँ आउनुहोस् भनेको। 2-4 पटक प्रहरीले बोलाइरहे। यो संवाद चलिरहँदा प्रहरी अधिकृतले गाडीभित्र सञ्चार सेट देखे। प्रहरीले बोक्ने जस्तो सञ्चार सेट देखेपछि उनका सहयोगी छैनन् भन्ने लुकाउन खोजे। प्रसाई पनि निस्किन नमानिरहेका बेला त्यो देखेपछि प्रहरीले गाडीको सिसा हातले हानेर फुटाइदिए। पन्जा लगाएका प्रहरीले एकैपटकमा सिसा तोडेको भिडियोमा समेत देखिन्छ।
त्यसपछि प्रहरीले सञ्चार सेट नियन्त्रणमा लियो। यद्यपि त्यो प्रहरीकै थियो वा दुर्गाको सुरक्षाकर्मीहरूले प्रयोग गर्ने गरेको थियो भन्ने खुलेको छैन। यो परिस्थितिपछि बाध्यतावश निस्किएका प्रसाईलाई युट्युबरहरूले पनि घेरे, प्रहरीसँगै थिए। त्यही बीच हिँड्दै जाँदा भन्दा निस्किए। केही समर्थकहरू समेत भए पनि प्रहरीले उनलाई घेरामा हालेर नियन्त्रणमा लिइसकेको थियो। यसबारे उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा पनि खबर पुगिसकेको थियो। दुर्गाले पनि त्यतिन्जेलमा आफू पूर्णतः प्रहरीको घेरामा परिसकेको महसुस गरे। यद्यपि जबरजस्ती नगर्नु भन्दै प्रतिवाद गर्न कोसिस गरिरहे। तर जब प्रसाईलाई घेरेको भिडसँगै प्रहरी अधिकृतहरू तिनकुनेतर्फ आए, त्यसपछि परिस्थिति बदलियो। उनी जति अगाडि बढे त्यति नै समर्थकहरूले छोपिन थाले। उनलाई घेर्ने प्रहरी अधिकृतहरू कमजोर देखिन थाले। राजतन्त्र जिन्दाबादको नारासँगै बढ्दो भिडमा प्रसाईलाई प्रहरी घेराबाट उनका निजी सुरक्षाकर्मी दीपक खड्काले खोसे। त्यसपछि उनी प्रहरीको नियन्त्रणबाट बाहिर पुगे। यसबारे उपत्यका प्रहरी कार्यालयमा समेत छलफल भएको छ। तर फिल्डमा खटिएका एक अधिकृत भन्छन् त्यतिन्जेल प्रसाईका नियन्त्रणमा लिनु भन्दै आदेश समेत नआएकाले समस्या आएको हो। यसपछि प्रहरी र प्रसाई बीच लुकामारी चल्यो। अश्रु ग्यास प्रहार भएको स्टेजतिर छरेका उनी क्षणभरमै दृश्यबाट हराए। केही बेरमा प्रहरीको एउटा इन्टेलिजेन्स टोलीले सूचना पायो प्रसाई महादेव स्थानतिर जाने बाटोमा रहेको एउटा घरको भुइँतलामा सटरभित्र लुकेर बसेका छन्। उनी सुरक्षित हुन लुकेका स्थान त्यही हो जहाँबाट अघितिर रहेको भवनको छतमा बसेर प्रहरीले अश्रु ग्यास हानेको भन्दै राजावादी प्रदर्शनकारीले ढुङ्गा हानेर तोडफोड गरेका थिए। त्यो सूचना पाएका एक प्रहरी अधिकृतका अनुसार त्यसबेला पनि ग्रिन सिग्नल पाएको भए प्रसाई समातिन्थे। आन्दोलनको सिङ्गो कमान्डर गरेका व्यक्ति नै हचुवाको तालमा समात्ने कुरा भएन। फेरि त्यति बेला मृत्यु र उनले मचाएका अरू विदण्डका विवरणहरू बाहिर आइसकेका थिएनन्, एक अधिकृत भन्छन्। त्यसैले त्यो समयमा पक्राउको आदेश नआउनु स्वाभाविक पनि थियो। केही समय बाहिर आफ्ना सुराखी राखेर सटरभित्र लुकेका प्रसाईले त्यहाँ लामो समय बस्नु सुरक्षित ठानेनन्। त्यसपछि समर्थकलाई गाडी ल्याउन लगाए। कोटेश्वर महादेव स्थानमा जाने बाटोतिर राखेको BAB 428 नम्बरको स्कर्पियो केही बेरमै सटर अगाडि आइपुग्यो। त्यसै क्रममा उनलाई सुरक्षा गार्ड र अरू सहयोगीहरूले घेरा हालेर उनलाई गाडीभित्र चढ्ने प्रबन्ध मिलाए। अनन्त अपराह्न 3:26 बजे उनी टाउको लुकाउँदै स्कर्पियोभित्र छिरे। त्यति बेला उनी एकदमै डराएको जस्तो देखिन्थे। त्यहाँबाट निस्किएपछि भने प्रहरीले सर्भिलेन्स टुट्यो। राति प्रधानमन्त्री KP शर्मा ओलीले मन्त्री परिषदको आकस्मिक बैठक डाके। त्यसअघि गृहमन्त्री रमेश लेखक समेत चारै सुरक्षा निकायको प्रमुखलाई राखेर उनले छलफल गरे। नेपाली सेनाको प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले शुक्रबार दिनभरको घटनाबारे बेली विस्तार लगाए। त्यतिन्जेल 2 जनाको मृत्यु र कम्तीमा 22 जना घाइते भएको विवरण आइसकेको थियो। प्रदर्शनका कतिपय भिडियोहरू समेत आइसकेका थिए। प्रधानमन्त्री ओलीले बैठक अघि नै ती भिडियोहरू हेरिसकेको एक अधिकारी बताउँछन्। त्यसपछि यो आन्दोलन हिंसात्मक भएको देखिएकाले संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन निष्कर्ष निस्कियो। सुरक्षा सम्बद्ध एक अधिकारीले भने लगतै नवराज सुवेदीलाई घरमै नियन्त्रणमा राखिएको हो। राप्रपा नेताहरू धवल शमशेर राणा, रविन्द्र मिश्र लगायत पक्राउ परेका हुन्। दुर्गा प्रसाई समात्न पनि त्यही बेला स्पष्ट आदेश प्राप्त भएको थियो। त्यसपछि प्रसाईलाई खोज्न प्रहरीका विभिन्न युनिट परिचालन भएका छन्। अहिलेसम्म दुर्गा प्रसाई फेला परेका छैनन् भने यतिखेर बेला बखत फेसबुकमा उनले स्ट्याटस अथवा भिडियो सन्देशबाट विभिन्न कुराहरू ल्याइरहेका छन्।